सर्वप्रथम त मैले यहाँलाई चाहिँ नयाँ साल 2083 हार्दिक मङ्गलमय शुभकामना टक्राएँ। अनि यहाँको यो वर्ष चाहिँ सुखद रहोस् अनि सफल रहोस्, सन्तुष्टिले भरियोस् होइन, अनि खुसी छाओस् भन्ने मेरो कामना हो। अनि उहाँलाई यसो मैले मेरो तर्फबाट चिनाइ गर्दा उहाँ चाहिँ चित्र गुरुङ हुन्छ। उहाँ चाहिँ कडा अभियन्ता मानिन्छ। पुरा रुखो प्रहार गर्ने एउटा चाहिँ फेसबुकमा होस् चाहे कुनै पनि क्षेत्रमा होस्, सामाजिक सञ्जालमा चाहिँ नि एकदम पुरा आगो गर्ने खालको एउटा समाजसेवी नै हो, व्यवसाय पनि हो, समाजसेवी पनि हो भन्छ। यति राजनीतिमा एकदम राम्रो भूमिका निर्वाह गर्ने उहाँ गङ्गा अर्याल बानी। उहाँ पनि युवा ऊर्जावान सशक्तिकरणको राजनीति चाहिँ शुद्ध हुनुपर्छ, क्लिन हुनुपर्छ, राम्रो हुनुपर्छ भन्ने चाहना राख्ने एउटा व्यक्ति हो। र उहाँ सिन्धुपाल्चोक अथवा यी काठमाडौँमा सक्रिय हुनुहुन्छ। समग्र राजनीतिलाई बडा नजिकबाट निहालेर हेर्नुहुन्छ उहाँले। र आज नयाँ सालको पहिलो दिनको दिन सन्दर्भमा मैले यहाँलाई चाहिँ यसो यहाँ विचार शब्द सोध्ने प्रयास गरेको छु। अनि यहाँलाई के लाग्छ, यो नयाँ साल आयो, आज फेरि मङ्गलबार परेको छ नयाँ साल होइन, 2072 सबै मङ्गलबार परेर भुक्न पायो भन्थ्यो होइन। एक खालको हाम्रो धार्मिक उसले सोचलाई अगाडि ल्याएर पुरा गर्ने भने, तर आज पनि मङ्गलबार परेको छ। अब चाहिँ यो नयाँ साल चाहिँ कसरी जाला जस्तो लाग्छ यहाँलाई? वास्तवमा अब कस्तो हुनुपर्छ? अब सबभन्दा पहिला अब यहाँहरूलाई पनि अब नयाँ वर्ष 2082 जस्तो सुकै अब धर पकडको चाहिँ र चाहिँ अशान्तिको चाहिँ वर्ष भए पनि 83 मा चाहिँ त्यसो नहोस्। सद्बुद्धि नेतालाई, नयाँ नेताहरूलाई, पुरानो सबै सद्बुद्धि आओस्। देशको लागि चाहिँ सबैले चाहिँ म पाएँ भन्दा नि देशको लागि चाहिँ गरोस् भन्ने चाहिँ हाम्रो हामीले पनि सबैलाई, नेताहरूलाई, कर्मचारीहरूलाई, पुलिस प्रशासनलाई, रक्षाहरूलाई सबैलाई चाहिँ हामीले सद्बुद्धि दियोस् भन्ने शुभकामना मेरो तर्फबाट नि दिन चाहन्छु। यसरी बुझ्नु पऱ्यो। अहिले चाहिँ त्यो बुद्धि चाहिँ अलि पुरा भयो जस्तो लाग्दैन तपाईँलाई? यिनीहरूमा त्यो बुद्धि छ जस्तो लाग्दैन तपाईँलाई? अनि यस्तो बुद्धि छ भनेर, किनभने खास अब यो जुन तपाईँले जुन नयाँ जुनसुकै जोसँग लिएर आए पनि यो चाहिँ नयाँ बोतलमा पुरानो रक्सी हो भन्ने लाग्छ। किनभने कुनै पनि पार्टीमा अशान्ति भएर चित्त नबुझेर गएको हुन् सबै। किनभने कुनै नयाँ ग्रहबाट आएको होइन नि कोही पनि। त्यही भएर चाहिँ अलिक रोग चाहिँ यो जेनेटिक, तपाईँ त मेडिसिनको मान्छे, जेनेटिक चाहिँ नि जान्छ नि सबै। त्यही भएर लोभ लालच नेपाली हो हुन्छ, जेनेटिक रोग जान्छ। र को देशको लागि भन्दा पनि आफ्नो लागि चाहिँ मरिमेटी भने अहिले भर्खर पनि देखियो। अब जो गयो आफै गए पनि जो गयो पनि स्वास्नी, साला, साली, भाइ, भतिजो हाल्ने त यो प्रथा चाहिँ यो नेपालमा कहिले पनि सत्य गए पनि अन्त्य हुँदैन। त्यो त भइरहेछ, भएर पनि कारवाही भइसक्यो। फेरि घुमाउरो पारेर आउँदैछन् त्यस्तै। हुँदैन, किनभने नेपाली कस्तो छ भने हामी किन अनुशासित छैन भने कुनै पनि देशले हामीले राज्य गरेन। हामीले थिचोमिचो गर्नुपर्ने देशको माया छैन। यहाँ सबै आफ्नो पेटको माया भएको हुनाले यो कहिले पनि सुध्रिँदैन। लेखेर राख्नु होला। हुँदैन, के पनि हुँदैन। धरपकड हुन्छ, अलि लफडाइ नै हुन्छ। पुरानोलाई खाइरहेको चाहिँ मोह छ, नयाँलाई चाहिँ अब चाख्न मोह छ। यो चाहिँ जो रसगस छ नि, त्यो पुरानोले बिर्सिएको छैन। नयाँलाई चाहिँ कसरी रसगस जाने र कसरी मोज गर्ने, ट्याक्स लिने, खाने भनेर छ। यो केही हुने वाला छैन। यो सबै नौटङ्की हो। होइन, म त हुँदैन। किन हुँदिनँ भने होइन, लक्षण त किनभने कुनै नयाँ ग्रहबाट आएका मान्छे होइन, नेपाली नै हो। र हाम्रै यो पुरानोबाट चाहिँ प्रशिक्षित क्याडरहरू सबै काङ्ग्रेस, एमाले, कम्युनिस्टबाटै आएको क्याडरहरूलाई सबै यो के फरक पर्छ। अनि यता हाम्रो गङ्गा रेलीलाई कस्तो लाग्छ यो अहिलेको राजनीति? एकैछिन म पुग्दैछु। धेरै धेरै धन्यवाद अवसर दिनुभएकोमा होइन। नयाँ वर्ष 2083 सालको शुभकामना हजुरलाई पनि। समस्या के भन्नुभयो? यो नेपालको राजनीति के सामाजिक चरित्र अथवा राजनीतिक प्रति कति आशावादी हुन्छ नयाँ साल छ कि? अनि यसमा जस्तै मङ्गलबार पर्यो भन्ने दिन पनि छ नि, यसलाई पनि जोडेर यसो आफ्नो विचार राख्नुहोस् न। यस्तो हो, हामी बेलुका सुत्छौँ, बिहान उठ्छौँ। यो चाहिँ एकदम भोलिको लागि चाहिँ आशावादी भएरै बाँचिरहेका छौँ। भोलिको लागि केही हुन्छ भन्ने आशा लिएरै बेलुका सुत्ने गर्छौँ हामी। त्यस्तै गरेर समसामयिक विषयमा अहिले राजनीतिक अवस्था हेर्दा पनि आशावादी हुनुपर्छ। युवा जोस जाँगर उहाँहरूले चाहिँ अब हामी केही गर्छौँ भनेर आउनु भएको छ। अब जुन जस्तो त्यो मौरीको वरिपरि बसेर घुम्ने, रानुलाई घुमेर बस्ने प्रचलन थियो,
त्यसको चाहिँ अन्त्य हुन्छ कि भन्ने केही आशा थियो। अब यो 20-22 दिनको अन्तरालमा हेर्दाखेरि चाहिँ त्यो आशा अलि निराशामा परिणत हुने हो कि भन्ने पनि लागेको छ। अर्को कुरा अब युवाले के गर्छ भन्ने आशयले चाहिँ नेपाली जनताले एकदम युवा छानेर ल्याउनु भएको छ। उहाँहरूले चाहिँ अहिले गर्दै आएको क्रियाकलाप हेर्दाखेरि चाहिँ उहाँहरूले हरेक अहिले तत्काल चाहिँ सम्पत्ति विवरण चाहिँ सामाजिक सञ्जालमा प्रस्तुत गर्नुभयो। त्यो सम्पत्ति विवरण हेर्दाखेरि चाहिँ उहाँहरूको त्यो सम्पत्ति विवरणको आय स्रोत के हो त? पुर्ख्यौली सम्पत्ति हो कि होइन? अनि उहाँहरूले नै कमाउनु भएको हो कि? जस्तो सुन त त्यहाँ प्रदर्शन गर्नुभएको छ, त्यो सुनको बिल छ कि छैन? त्यो सुनको बिलसहित उहाँहरूले चाहिँ राख्नु भएको भए चाहिँ त्यो एकदम राम्रो हुन्थ्यो। त्यो बिल बिना नै उहाँहरूले चाहिँ त्यो यति तोला यति यो भनेर हरेक त्यो अपुष्ट जस्तो प्रमाण बिना जस्तो राख्नु भएको छ। त्यही भएर चाहिँ अलि हुन्छ कि यो फर्दर प्लानिङमा चाहिँ यति कमाउँछु भनेर राखेको हो कि भन्ने पनि लाग्छ। त्यसो नहुन नि सक्छ। हामीले पोजिटिभ वेबाट हेर्दाखेरि चाहिँ थियो पनि होला। अब युवा अब भन्ने पनि अब वैदेशिक रोजगारमा गएको एनजिओ आइएनजिओ चलाएको अब यही एनजिओ आइएनजिओले चाहिँ हामीले नेपाल सरकारको अधिकृतको भन्दा 3-4 स्यालेरी दिन्छ। त्यो भएर नि हुन नि सक्छ नहुन नि सक्छ। यसलाई चाहिँ अब एकदम कुराकानीको सिलसिलामा मात्रै हो, तथ्यमा आधारित रहेर होइन, तथ्यबिन त्यही अनुसार यो सामाजिक सञ्जाल अनुसार भनियो। तर पनि हेर्दाखेरि चाहिँ अब युवाहरूले सिस्टम बसाल्छु भन्नुभएको छ। जसरी सिस्टममा उहाँहरू आउनुभयो भने त बेटर छ। अब अब हेर्नुपर्छ उहाँहरूको नेतृत्वलाई चाहिँ कसरी अघि सार्नुहुन्छ, त्यसलाई हेर्नुपर्छ। त्यो नेतृत्वलाई आलोचना गर्ने मान्छेलाई चाहिँ उहाँहरूले पनि फेरि त्यही पुरानै दलहरूले गरे जस्तै कारबाही गर्ने गर्ने स्वतन्त्रताको नाममा मतलब आफूले चाहिँ एकदम के भन्छ अब पहिलाको शासन अब हरेक कुरालाई चाहिँ ठ्याक्कै नाम लिएर नबोलौँ, पहिलाकै शासनअनुसार उहाँहरूले गरिरहनु भएको छ। किनकि अब उहाँहरूलाई भेट्न जानु टाइम लिन पर्ने, मोबाइल लान नपाइने, यो त एकदम लोकतन्त्र हो नि त। अहिले जेएनजी आन्दोलनमा जसरी युवाहरूले चाहिँ आफ्नो ज्यान आहुति दिनुभयो त्यसै गरी चाहिँ प्रजातन्त्र गणतन्त्र ल्याउनलाई त हामीभन्दा अभिभावकहरूले त्यस्तै भूमिका खेल्नु भएको छ नि त। त्यो भूमिकालाई बिर्सेर अहिले तत्कालको नयाँ चिजलाई मात्रै हेरेर त हुँदैन होला नि त। यतिसम्म बोल्न पाउनु पनि त हाम्रो पुर्खाहरूले हाम्रो अभिभावकहरूले चाहिँ गर्नुभएको खेल्नुभएको भूमिका हो भन्ने लाग्छ मलाई। त्यसलाई कदर गर्दै त्यसलाई काम गर्नु पर्यो, अगाडि बढ्नु पर्यो भन्ने तपाईको विचार हो? हजुर, त्यसलाई कदर गर्दै आगामी दिनमा चाहिँ कसरी चाहिँ सकारात्मक सोच लिएर चाहिँ अगाडि बढ्ने त। अब फेरि नकारात्मक सोच लिएर अनि त्यही पहिलाका अभिभावकहरूलाई चाहिँ पैँचो तिर्ने त्यो उयोतिर गयो भने त फेरि केही फरक परेन। सबैको एउटै ड्याङको भने जस्तै हुन्छ, मुला भने जस्तै हुन्छ। समग्र छोटकरी भन्नुपर्दाखेरि तपाईँलाई चाहिँ राम्रो या नराम्रो छोटकरी भनिदिनुहोस्। 2083 चाहिँ कस्तो होला? अब आज पहिलो 2083 को पहिलो दिन छ। अब समग्रमा हेर्नु पर्दा आशावादी भएर राम्रोसँग हेर्नु पऱ्यो नि, सकारात्मक वेसँग हेर्नु पऱ्यो नि, राम्रो हुन्छ भन्ने आशा लिनुपर्छ। अब त्यो ठ्याक्कै भन्ने त छैन नि। होइन, छोटकरी भन्दा पनि मैले अलिकति कुरा त्यो सम्पत्ति सार्वजनिकको जुन सम्पत्तिको कुरा आयो त्यसमा चाहिँ नि मलाई के लाग्छ भने पहिला नेताहरू चप्पल लाएर कमाउनलाई राजनीति गर्थे, अहिलेकोले चाहिँ नि कमाएर राजनीति गर्ने कि भनेको यो चाहिँ नि एकदम पोजिटिभ कुरा हो। यो चाहिँ नि यो सुन जुन छ नि अब जस्तै मेरो पनि होला 10, 20, 25, 30 तोला, किनभने पहिला 3जना सुन पाउँथ्यो। अहिलेको हिसाबले त गएर भने पुरानो पुर्खा हुनसक्छ र अलिकति यो पुरानो यहाँ चाहिँ नि लोकल मान्छेहरूको लागि जस्तै मेरो पर्वतमा छ नि अब जतिसुकै बिघा जग्गा भने त्यो जग्गा काट्नु भइदियो हामी कति हुन्थ्यो होला। त्यस्तै चाहिँ पुरानोबाट चाहिँ अलिक भएकै मान्छे राजनीति आएको कि भन्ने मलाई अलिकति त्यो चाहिँ नि पोजिटिभ नै लाग्छ। किनभने अहिले इन्डियामा पनि के व्यवसाय गरेर राजनीतिमा आउने हुन्थ्यो, नेपालमा पनि त्यो सिकेको भन्ने मलाई भान भएको। यो सम्पत्तिको बारेमा चाहिँ नि अब योभन्दा नबढोस् अझ घटोस् होइन। तलब कतिले तलब नखाने भनेको छन्, नखाएर पनि त्यो आफ्नै सम्पत्ति खाओस्, यही हो। मलाई चाहिँ नि यस्तो उहाँलाई सद्बुद्धि दियोस्, शुभकामना।